सामाजिक सञ्जालमा एउटा चाहिँ भिडियो अपडेट गर्दैछु र यो भिडियोलाई सबैले सेयर गरेर सम्बन्धित अहिलेका यदि नपुगे बापत अन्य कानुन प्रशासन निकाय पुगेर यस्तो सत्य तथ्य छानबिन जति सक्दो छिटो भई यो जुन एउटा चाहिँ सम्बन्धित निकायभित्र चाहिँ कोही व्यक्ति चाहिँ आएर आफ्नो केही काम गर्न खोज्दै गर्दा हो या के हो, यसरी सामाजिक सञ्जालमा यसरी भिडियो आउँदै गर्दा दुई चाहिँ जुन के अरे नेपालका प्रहरी इलाका पुलिस प्रशासन ती हुँदै पनि एउटा टेबलमा बसेको व्यक्तिले यो अवस्थासँग अराजकता तरिकाले अर्कोले ठेलेर ल्याउने अनि अर्को गएर घाँटी समात्ने यो दिउँसै यसरी अराजकता नेपाली नागरिकमाथि हुन्छ भने 34 वर्ष राजनीतिक दलको कतिसम्मको अराजकता थियो यसले धेरै छुटाउँछ। यसलाई जति सक्दो छिटो सम्बन्धित निकायले छानबिन गरी ती दुई प्रहरी नेपालको वृद्धि लाएर पनि यस्ता प्रहरीहरूलाई अब जागिरबाट निकाला गरियोस्, किनभने त्यहाँ कोही व्यक्तिलाई कसैले कुट्दैछ, जतिसुकै गलत गर्यो सजाय कानुनले दिन्छ। व्यक्तिले दिने यहाँ कसैको पनि कोहीमाथि छुट दिँदैन, व्यक्तिले दिने चाहिँ एउटा कानुनले दिएको छैन भनेपछि एउटा कानुनको प्रशासन प्रमुख व्यक्तित्व जुन एउटा राष्ट्रियको पोसाक लगाएका व्यक्ति त्यहीँ हुँदै गर्दाखेरि यसरी दिउँसै टेबलबाट उठेर आएर ढोकाबाट अर्कोले ठेलेर ल्याएर त्यसरी अचेप्ट्याएर घाँटी निचोरिन्छ भने यी चारैजना व्यक्तिलाई तुरुन्त नेपाल सरकार सुजन गुरुङका गृहमन्त्रीज्यूको नेतृत्वमा यी व्यक्तिलाई तुरुन्त कारबाहीको दायरामा ल्याई यी व्यक्तिको प्रष्ट नाम फोटो सहित सार्वजनिक गरियोस् भन्दै यो भिडियो सँगसँगै त्यो भिडियो पनि राखेर म अपलोड गर्दछु। हस्त हरेक नेपाली नागरिकले यसलाई सेयर सपोर्ट र लाइक कमेन्ट गरेर सम्बन्धित ठाउँसम्म पुर्याउँ र अन्य साथीहरूले पनि यस चाहिँ यो एउटा अराजकतामाथि आवाज उठाएर हरेक सामाजिक सञ्जाल आफ्नो फेसबुक ट्विटर युट्युब च्यानल हरेक ठाउँबाट चाहिँ यो अगाडि बढाउँ भन्न चाहन्छु। हस्त नमस्ते, जय घन्टी, जय देश, जय रवि, जय लाम।